सो हेलो गाइज होइन आजको चाहिँ यो चाहिँ भिडियो चाहिँ अनबक्सिङको लागि हुनेछ। यो चाहिँ आमाको लागि पठाइदिएको गिफ्ट हो। आमालाई चाहिँ हामीले बल्ल बल्ल भनेर यो के हो यो के हो के हो भन्नुभएको थियो, त्यही भएर भिडियो बनाऊँ भनेर। अनि यो चाहिँ कसैले आमाको हिजो आमा औँसीको लागि पठाइदिनु भएको थियो होइन। यो चाहिँ आज आयो, हिजो गाडी आएको थिएन, त्यही भएर यो चाहिँ गिफ्ट आमाको लागि हो। यसभित्र के छ होला हामीलाई गेस गर्नु त नचला नि तिमी पनि कुर्ता सुरुवाल होला पठाइदिए कसले पठाइदियो होला त? अब बुटोलतिर गएका छोरीहरूले पठाइदिए कि भन्नु पर्यो फेरि त हो आमा औँसीको दिन। आमा औँसीको दिन यो चाहिँ हामीले पिकअप गरेको के अरे होला भन्ने यो चाहिँ हामीले के अरे खैरनी गरेर पिकअप गरेको। बिहान बिहान मलाई कसैको फोन आएको थियो, उहाँले भन्नुभएको तुलसी ड्राइभरको नम्बरहरू पनि सबै ल यसलाई अनबक्सिङ गरौँ ल। अब कसले पठाइदिएको होला भन्नु न यत्तिकै। त्यही त छोरीहरूले हो कि भन्छु के अरे मैले त। अब बुहारी त टाढा छन्, एउटी छोरी पनि टाढा छ, माइली छोरी हुन पायो टाढा छन्, दिनेश पनि टाढा छ। सम्झन त सधैँ सम्झन्थे, उतनाबाट अब गिफ्ट पठाइदिने अनबक्सिङ गरौँ न। अनबक्सिङ गर्नु आफ्नै हातबाट के होला यो मैले नि हेरेँ नसम्म भने यत्तिकै ल्याएर दिएको साडी। साडी हो यो साडी हो, कपडा रहेछ भाइ। साडी होला भन्छु, मैले खोलेर हेरी छैन। यो चाहिँ ए चुरा पनि रहेछ क्या। यो चाहिँ कुर्ता हो कि यो कुर्ता हो कि जस्तो लाग्छ त। त्यति राम्रो हो, राम्रा राम्रा पठाइदिएका। आमा औँसीको हिजो कसैले पठाइदिएन भन्नुभएको थियो होइन। हिजो राति सुन्नु न, हिजो राति तपाईँ उस भन्नु थियो चिन्ता गर्नु थियो हामीले कसैले पठाइदिनु भएन भनेर। आज चाहिँ आइसक्यो यी, त्यही त। मलाई हामीले अनबक्सिङ गर्न पाइयो। मलाई सम्झने मान्छे पनि रहेछन्, माया गर्ने मान्छे पनि रहेछन्। ल त्यही त सामान चाहिँ यति नै हो न, गिफ्टहरू यो चुडाहरू। भन्नाले केही लेख्ने गर्नु केही गरिराखेन मैले पठाइदिएको भनेर। तुलसी ड्राइभरको नम्बर छ, यति नम्बर छ। यो चाहिँ होइन हजुरको जापान नभएकी प्यारी ए परवाली होला भन्नु मिलेन, परवाली हो। प्यारी बुहारीले पठाइदिनु भएको। मलाई चाहिँ बिहान फोन गरेर भन्नुभएको थियो आमाले यो पठाइदियो, आमालाई सरप्राइज गर होइन भिडियो बनाऊ भनेर। त्यही भएर यो भिडियो बनाएको भरे मलाई सम्झि कि धन्यवाद छ मेरी राम्री बुहारी पाउन। ल आउनुहोस् न बुवा यता, तपाईँ यहाँ हेर्नु त। उठ्नाबाट पर्वाले यस्तो मलाई औँसीको भनेर पठाइदिए कि उठ्नाबाट माया गरेर एकचोटि यस्तै सधैँभरि माया रोइरहु, कहिल्यै नराम्रो नहोस्। अझै उठ्नाबाट पठाइदिन्छन् पनि सम्झिन्छन्। कसरी पठाइदियो नि। अब मैले त उठ्नाबाट के आयो होला र भन्थे कमलाले के अरे मन्जुले र पुष्पाले होला पठाइदिएको भन्थे, पर्वाले पठाइदिएकै छ उठ्नाबाट। कति मानेर पठाइदियो।